सती अनुसुयाले पहिलो पटक सूर्यको उपासना गरी यो पर्व यानी कि छठ पर्व मनाएकी थिइन् भन्ने सूर्य पुराणमा उल्लेख छ र यो छठ पर्व अहिले विश्वभरि नै फैलिएको छ, भव्य रूपमा मनाइन्छ। छठ पर्वको महिमा भनेको सन्तानको दीर्घायु, सुखद दाम्पत्य जीवन, सुस्वास्थ्य, आत्मा शुद्धिसँग जोडिएको छ। त्यति मात्र नभई किसानको कृषि उपजसँग पनि यो पर्व जोडिएको छ। त्यसैले यो छठ पर्वमा किसानहरू आफ्नो उपज यानी कि फलफुलदेखि लिएर केरा, मुला, अलुवा, सुथनी, बैगन, कोबी लगायत आफूले फलाउने उपज पनि सूर्यदेवलाई अर्पण गर्दै आएका छन्। यसको चाहिँ महत्त्व सूर्यको रापतापबाट जीवन पाएका ती प्राकृतिक साग सब्जीहरू जुन सूर्यको प्रताप र प्रताप बिना उब्जन सक्दैन, तिनीहरू पहिला सूर्यदेवलाई नै अर्पण गर्ने उद्देश्यले यो सबै चीजहरू भनौँ, नैवेद्यको रूपमा भनौँ, प्रसादको रूपमा भनौँ, सूर्यदेवलाई चाहिँ अर्पण गरिन्छ अर्घको रूपमा। छठ महापर्वको सुखद अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ। छठ पर्व मिथिलाञ्चलबाट सुरु भएको पौराणिक मान्यता छ, तर यो पर्व अहिले मात्रै मिथिलाञ्चलमा छैन, यो अब विश्वभरि नै फैलिसकेको हामीलाई खुसी लाग्छ। किनभने पहिला पहिला भनिन्थ्यो मिथिलाञ्चलको पर्व हो, तर अहिले चाहिँ यो पर्व विश्वको सबै देशमा जहाँ चाहिँ नेपाली समाज अथवा मैथिल समाज बसेको छ त्यहाँ चाहिँ यो चाहिँ भव्य तरिकाले चाहिँ मनाउने गरिन्छ। र नेपालमै पनि कुरा गर्दा पहिला मिथिला क्षेत्रमा खास गरी भनौँ न मधेस तराईको क्षेत्रमा चाहिँ सीमित चाहिँ जनसङ्ख्यामा यो पर्व हुन्थ्यो, तर अहिले हेर्नुभयो भने देशैभरि छठ पर्व मनाइन्छ। पहिला चाहिँ सप्तरीको राजविराज ठुलो चाहिँ छठ पर्व चाहिँ मध्य प्रदेशको राजधानी जनकपुरमा हुन्थ्यो है, तर नेपालमै सबभन्दा ठुलो छठ पर्व जनकपुरमा पहिला हुन्थ्यो। तर अब हेर्नुभयो भने त त्यहाँभन्दा पनि ठुलो राजधानी काठमाडौँमा चाहिँ भइरहेको स्थितिहरू छ। भनाइको अर्थ छठ पर्वको मान्यता र महिमा दिन प्रतिदिन बढ्दै गएको छ र खास गरी छठको सन्दर्भमा भन्दाखेरि यो दीर्घायु, सन्तानको भाकल अथवा सुखद दाम्पत्य जीवनसँग मात्र जोडिएको छैन। यो छठ पर्व चाहिँ प्राकृतिक उपजसँग पनि जोडिएको छ, खेती किसानीसँग पनि जोडिएको छ। किसानले उब्जाउने आफ्नो कृषि उपजहरूलाई छठको घाटमा ल्याएर सूर्यदेवलाई चाहिँ पहिला अर्घ दिने गरेका छन्। त्यसैले सानोभन्दा सानो झारपात, अलुवा, सुथनी चाहिँ मुला, कोबी, बैगन सबै चाहिँ ल्याउने र सूर्यदेवलाई अर्घ दिने चाहिँ यो परम्परा छ। किनभने यो सबै सूर्यको प्रकाशले नै चाहिँ हामीले प्राप्त गरेका छौँ। सौर्य ऊर्जाबाट नै यो धरतीमा सबै चाहिँ आएको हो। सबैको चाहिँ आयु, हाम्रो चाहिँ जीवन सबै चाहिँ सौर्य ऊर्जाबाट चाहिँ चलिरहेको स्थिति छ, सूर्यको ताप र प्रकाशबाट। र सूर्यलाई आराध्य देव भनेर अब यो छठ पर्व त 4 दिनसम्म चल्ने हो। आज चाहिँ तेस्रो दिन चाहिँ अस्ताउँदो सूर्यलाई अर्घ दिँदैछ र चौथो दिन चाहिँ बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यो चाहिँ पर्वको समापन हुन्छ। र जसरी भनिन्छ कि यो चाहिँ सती अनुसुयाले चाहिँ पहिलोपल्ट यो पर्व गरेकी थिइन् र त्यही पर्व मिथिलाञ्चलमा लोकप्रिय भएर छठ पर्वको रूपमा चाहिँ यति लोकप्रियता हासिल गरेको छ। सूर्य पुराणको अनुसार सती अनुसुयाले सबभन्दा पहिला यो
सूर्यदेवको उपासना सहितको यो पर्व गरेकी थिइन् भने पौराणिक ग्रन्थमा सूर्य पुराणमा चाहिँ उल्लेख रहेको छ।